नमस्कार। जबसिन हेटौडाको नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म हुँ चन्द्र घलान। जबसिन हेटौडाको आजको श्रृङ्खलामा पनि मैले तपाईँको लागि जागिरसँग सम्बन्धित विभिन्न सूचनाहरू लिएर आएको छु। हुन त जबसिन हेटौडा तपाईँको लागि जानकारी दिने उद्देश्यले मात्रै तयार पारेको हो। त्यसैले धेरै साथीहरूले मलाई जागिर लगाइदिनुहोस् भनेर पनि मेसेज गर्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ। तर तपाईँलाई जानकारी दिइहालौँ, मैले सुरुमा बताए जस्तै यो कार्यक्रम तपाईँलाई जागिरसँग सम्बन्धित सूचना दिनको लागि तयार पारिएको हो। त्यसैले मेरो कुनै जब सेन्टर छैन अनि मैले तपाईँलाई जागिर लगाइदिने पनि होइन। हुन त हो केही कन्ट्याक्टहरू आएका हुन्छन्, त्यसमा म व्यक्तिगत रूपमा तपाईँलाई त्यहाँ जानुहोस् भन्न सक्छु। तर बाँकी जानकारी चाहिँ तपाईँले यही भिडियोबाट लिएर तपाईँको लागि सुइटेबल हुने जुनसुकै जबको लागि तपाईँ अप्लाई गर्न सक्नुहुन्छ। आज पनि मैले जागिरसँग सम्बन्धित केही सूचनाहरू लिएर आएको छु। ती सूचनाहरूलाई तपाईँको माझमा राख्दैछु। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ वा फेसबुकबाट यो भिडियोलाई हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न र फेसबुकमा मलाई फलो गर्न नभुल्नुहोला। आउनुहोस् जागिरसँग सम्बन्धित सूचनाहरूबाट यो एपिसोडलाई सुरु गरौँ। जागिरसँग सम्बन्धित यो सूचना फास्ट फुड कुक र एकजना वेटर आवश्यकतासँग सम्बन्धित सूचना हो र हेटौडा 4 शीतल महल चोकमा अवस्थित हाम्रो टेस्टी मोमोका लागि एकजना फास्ट फुड कुक र एकजना वेटर आवश्यकता परेको छ। त्यसैले तपाईँ यदि फास्ट फुड बनाउन जान्नुहुन्छ, पकाउन जान्नुहुन्छ भने र वेटरको रूपमा काम गर्न चाहनुहुन्छ भने त्यहाँ अप्लाई गर्न सक्नुहुन्छ। तपाईँ सिधा फोन गर्नुहोस्। हाम्रो टेस्टी मोमोको फोन नम्बर रहेको छ 9845 075 72 9845 075 72 मा तपाईँ फोन गरेर थप जानकारी लिन सक्नुहुन्छ। के काम गर्नुपर्छ र तलब कति हुन्छ, समय कति हो पनि राम्ररी बुझ्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना हो नारायणी मल हेटौडाको लागि र यहाँ केही कर्मचारीहरू आवश्यकता परेको छ। म सूचना पढेर सुनाउँछु। हेटौडा 4 मा रहेको व्यावसायिक भवन नारायणी मल आचार्य प्लाजा तथा एनएस सिनेमाजको लागि 2 जना योग्य र इमान्दार हाउसकिपिङ आवश्यकता परेको हुँदा तलको ठेगानामा सम्पर्क गर्नुहोला भनेर लेखिएको छ र फोन नम्बर रहेको छ 9845 032 32 9845 032 32 मा तपाईँ फोन गरेर थप जानकारी लिन सक्नुहुन्छ। र यो सूचना सुन्ने बित्तिकै हेर्ने बित्तिकै तपाईँलाई तलब कति होला भन्ने लाग्यो होला, काम के गर्नुपर्छ हाउसकिपिङले भन्ने पनि लाग्यो होला। तपाईँ सिधै फोन गरेर तलब र आफूले गर्नुपर्ने जिम्मेवारीहरूबारे बुझ्न सक्नुहुन्छ। यदि हाउसकिपिङको कामहरू के हुन्छ सबै थाहा छैन भने अहिले त गुगल छ, च्याट जिपिटी छ, तपाईँ त्यहाँ पनि खोज्न र हेर्न सक्नुहुन्छ। नारायणी मलमा र एनएस सिनेमाजमा तपाईँ काम गर्न सक्नुहुन्छ। त्यसैगरी जागिरसँग सम्बन्धित यो सूचना रहेको छ चौगडा बचतको लागि र यो सूचना दोस्रो पटक प्रकाशित भएको हो र यो सूचना हामीले समृद्ध समाज राष्ट्रिय दैनिक हेटौडाबाट प्रकाशित हुने समृद्ध समाज राष्ट्रिय दैनिकबाट लिएका हौँ। र यो सूचनामा यस्तो लेखिएको छ चौगडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लागि दोस्रो पटक प्रकाशित मिति चाहिँ 2082 मङ्सिर 25 गते प्रकाशित भएको हो। 15 दिनभित्रमा तपाईँले आवेदन दिन सक्नुहुन्छ। 7 दिन थपेकोले विज्ञापन रहेको छ प्रमुख कार्यकारी अधिकृत पदको लागि सङ्ख्या चाहिँ 1 जना। तपाईँ 25 वर्ष पुरा भई 60 वर्ष ननागेको हुनुपर्छ। न्यूनतम शैक्षिक योग्यता चाहिँ स्नातक तह वा सो सरह उत्तीर्ण अनि कम्प्युटर विषयमा दक्षता हासिल गरेको हुनुपर्नेछ। र विशेष ग्राह्यता चाहिँ कसलाई दिइनेछ? वित्तीय संस्थामा व्यवस्थापकीय भूमिकामा रही कम्तीमा 3 वर्षको अनुभव प्राप्त गरेको एवं माथिल्लो तहको योग्यता हासिल गरेको व्यक्तिलाई चाहिँ विशेष ग्राह्यता दिइनेछ। नत्र तपाईँले स्नातक पास गर्नुभएको छ र कम्प्युटरमा ज्ञान छ भने पनि अप्लाई गर्न सक्नुहुन्छ। र परीक्षाको किसिम चाहिँ मौखिक तथा प्रयोगात्मक हुनेछ। परीक्षा दस्तुर 1000 रुपियाँ रहेको छ। तपाईँले थप जानकारीको लागि दरखास्त दिने अन्तिम मिति चाहिँ 2082 पुस 2 गते बुधबार दिउँसो 3 बजेसम्म रहेको छ। आपसी सहमतिमा तलबहरू पनि तय गरिन्छ। तैपनि थप बुझ्न सक्नुहुन्छ। चौगडामै छ यसको कार्यालय। तपाईँ थप जानकारी लिन सक्नुहुन्छ चौगडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौडा 6 चौगडा। फोन नम्बर रहेको छ 057 530 226 530 226 मा फोन गरेर थप जानकारी लिन सक्नुहुन्छ।
जागिरसँग सम्बन्धित यो सूचना चाहिँ पल्पसा प्याराडाइज होम हेटौँडा 2 मा अवस्थित छ। यहाँ कर्मचारी आवश्यकतासँग सम्बन्धित सूचना हो र यो सूचना पनि हामीले समृद्ध समाज राष्ट्रिय दैनिकबाट लिएका हौँ। र हेटौँडा 2 स्थित पल्पसा प्याराडाइज होमका लागि तपसिल बमोजिमका कर्मचारी आवश्यक भएकोले इच्छुक योग्य नेपाली नागरिकले यथाशीघ्र सम्पर्क गर्नको लागि यो सूचना प्रकाशित गरेको छ भनेर लेखिएको छ। पद चाहिँ कुक रहेको छ, आवश्यक सङ्ख्या 2 जना। त्यसैगरी पद हेल्पर रहेको छ, आवश्यक सङ्ख्या यो पनि 2 जना। अनि वेटरको लागि आवश्यक सङ्ख्या 3 जना रहेको छ। वेटरमा पनि माग गरिएको छ। तलब सुविधा चाहिँ आपसी समझदारीमा र अनुभवीलाई प्राथमिकता दिइनेछ। तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने पल्पसा प्याराडाइज होम हेटौँडा 2 मा सम्पर्क गर्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 98550 64 910, 98550 68 752 वा 057 590 910 मा थप जानकारी लिन सक्नुहुन्छ। आदरणीय दर्शकबिन, तपाईँको लागि जागिरसँग सम्बन्धित केही सूचनाहरू राखेँ। आजको एपिसोड तपाईँलाई कस्तो लाग्यो कृपया लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मलाई फलो गर्न पनि नभुल्नुहोला। जागिरसँग सम्बन्धित सूचनाको लागि हामीले फेसबुक ग्रुप र पेज पनि सञ्चालनमा ल्याएका छौँ। तपाईँले www.facebook.com/groups/जब्स इन हेटौँडा फेसबुक ग्रुपमा गएर सूचना हेर्न सक्नुहुन्छ र www.facebook.com/जब्स इन हेटौँडा पेजमा गएर पनि सूचना हेर्न सक्नुहुन्छ। त्यसैगरी www.jobsinhetauda.com वेबसाइटबाट पनि तपाईँले सूचना पाउन सक्नुहुन्छ। तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस्।